ल है गुड मर्निङ सबैलाई। हामी चाहिँ बिहान बिहान उठेर अब आमा यहाँनिर लाग्दैछु होइन। अहिले 4 बजे होला, 4:30 भएको छ। उठ्न त 1 बजेतिरै उठेर यार चिसो भएर मान्छेले हल्ला गरेर सुत्न नसकेर मोजा सोजा गनाएर रुममा होइन। रुममा भन्दा 10मा के मान्छे धेरै 14 जन जति मान्छे होला। मजा गनाउने के हो नि होइन। आमामा चिसो पनि हो नि, दुङदुङ्गी सुत्नै नसक्ने हल्ला भएर अनि 3 बजेसम्म त्यही बस्यो। त्यो पछि चाहिँ हामी हिँडेकै अब राति नै छ, उज्यालो पनि भएको नि। अब हाम्रो ग्रुप चाहिँ हिँड्दैछ माथिको चाहिँ। अनि चन्द्रमा पनि छ बोल्छ कोही कहाँ उयो चन्द्रमा। ल हामी चाहिँ हिँडेको दार्छ है दार्छ है ल। आजको सुत्दै यस्तो भयो मासा मान्छेहरू सुतेको उडिसक्यो भात। यो 10मा चाहिँ भात र मजा गनाउने बाहेक केही पनि हुँदैन। भयो होइन बिहान पनि आउन पनि 3 बजेतिर आएको थियो होला। लास्ट कोही आएन हाम्रो टोली हिँड्न गाडीले तनाव छ। ल यहाँ पनि हाम्रो अध्यक्ष छ होइन। यो चाहिँ अध्यक्ष हो। के को भनेर पछि खुलाउँला होइन। अनि बाटो चाहिँ ठिकै छ गाइज होइन, ससाले हिँड्न सक्दैन रहेछ। हाम्रो टोलीहरू चाहिँ हिँड्दैछ भने तर आज यो एमआङमा आउनेहरू चाहिँ टन्नै छ है। फेरि तलतिर बेस क्याम्पमा मान्छे टन्नै छ। अहिले पछि देखाउँला हामी हिँड्दैछौँ। हो कि होइन गाइज हो। ल ल ल फाइनली आइपुग्यो है गाइज। फाइनली आइपुग्यो। फाइनली हेलो गाइज, वेलकम अगेन ब्याक। फाइनली अहिले चाहिँ हामी आमायाङमै आइपुग्यो। बढ्दै होइन घुम्दै थकी लागेर अब टोली त बाँकी छ। मेरो दादा अनि भेना ताउने बाँकी छ। कति टाइममा थाकेन रुकेछ म त बल्ल हावा चलिरहेको छ होइन। फाइनली 2 जन चाहिँ आइपुग्यो। ल आमायाङ यही हो मन्दिर चाहिँ हेर्दाखेरि हाम्रो यहाँ एकजना आले पनि हामी सँगसँगै आइपुगेको छ होइन। ल आले तिमीलाई के भन्नु छ? एकदम रमाइलो लागेको छ। हामीसँग पानी थिएन होइन। भाइले पानी दिएर एकदम हेल्प गरेको छ होइन। घाँटी सुकेर कहाँ भएको थियो होइन। हाम्रो आले पानी पिलाएर उठ्रीको छिटो आउनु पर्यो। ल अब हामी चाहिँ आमायाङ दर्शन पनि गरियो होइन। गरेर उयो पनि गरियो। आमायाङको मेन गुम्बा भइहाल्यो। अब यहाँबाट चाहिँ हामी चाहिँ लागेको भनौँ न। अब चाहिँ बिहान 2 बजीदेखि आएको। 2:50तिर आएको होला होइन। हिसाब चाहिँ लागेको। अब बिस्तारै तल झर्दै जानुपर्छ होइन। बाटो चाहिँ यही ठिकै छ भनौँ, खासै के पनि छैन बाटो। ल हावा नि यस्तो चिसो हावा चल्छ। दम ल हाम्रो आमायाङ गाइस। हामी चाहिँ आमायाङ दर्शन गरेर पनि अब रिटर्न जाँदैछु। ल बाटो यही हो। बिहान आउँदाखेरि चाहिँ यो बाटोमा लास्ट थकित भएको थियो होइन। त्यहाँ हेर्नु सक्नुहुन्छ भ्यू। यो बाटोले बिहान आउँदाखेरि धुलो पिठो बनाएको थियो। जाँदाखेरि त केही टेन्सनै छैन होइन। अलिग्रोसको बोर्ड रहेछ, सबै त सुकिसकेको रहेछ। यो पनि परेको छ अलि होइन। भेनाहरू तल पुगिसक्यो।
मान्छे भर्खर आउँदै क्या मान्छेहरू भर्खर आउँदैछ हामी फर्केर हिँडिसक्यो भर्खर हो गाह्रो छ हौ गाह्रो छ यो गल्टन चाहिँ गाह्रो छ What a nice place, man. Oh my god. Hey, ngahan ba kasi?